Hey guys, what's up everyone? Welcome to another video of Swim Vlog. कस्तो नि guys, हाल खबर सन्चै हुन्छ होला हैन? देखिरहनु होला बिहानको भ्यू तमतमौली सही हो आज मुस्ताङ हिँड्नु पर्छ त अब विजय देवकोटा अस्ति हिरो हैन पुरा दारी सारी देखिरहनु होला त्यो पुल देख्न सकिन्छ त्यहाँबाट अस्ति बुलेर खसेर मान्छे मरेको हैन त्यही पुल हो त्यही नै हो माथि भ्यू हेर्नु अनि अस्ति हामी गएको मानुमकोट भन्ने थियो माथिको घर देख्यो नि त्यहाँ माथिबाट भ्यू हेर्ने यही नै हो सही हो आजतिर अलि खानसानी खाएर मुस्ताङतर्फ लाग्नुपर्छ यही नै हो के आजको सोचाइ यही भनेर हो सही हो के कस्तो हुन्छ हेर्दै जानु होला लगाइसके दुईटा भ्लग हेर्नु भयो होला अब कन्टिन्यू आउँछ भ्लगहरू हैन सही हो 12 एक्जाम भ्याएर अब कति 10-12 दिन घरै बस्यो अनि 10-12 दिन बस्छिन के कति कति भ्यायो हाम्रो जेठेक कति भ्यायो 10 गते त म हिँडेको ल त्यही 9-10 दिन बस्यो घर बोर हुने नि घर बसेपछि यो हल्का माइन्ड फ्रेस गरौँ भनेर हिँडेँ यसो नेचरमा बसौँ भनेर त्यही नै हो सही हो आज मुस्ताङतिर गइन्छ क्या यही नै हो होइन सही हो सही हो तल देख्न सकिन्छ मकैबारी दरेम हरियो काँक्रा करेम होइन त्यही छ म टक्क खाएर खानसाना पकाउनु होइन रेडियम खानसाना खाम अनि रेडियम अनि चल्दिनु पर्छ सही छैन भर्खरै नुहाएर रेडी भइसक्यो अब टक्क लाएर कपडा सपडा लाउनु पर्छ निस्किनु पर्छ त्यही नै हो यस्तो नयाँ प्रेस भयो हिँड्नुपर्छ कि होइन सफा शान्त मन्दिर जाँदा फेरि मुक्तिनाथ जाँदा जस्तै यो अझै कति 250 किलोमिटर जति होला 250 यहाँबाट त्यहाँ 300 किलोमिटर जति होला माथि जान ल 600 किलोमिटर जति होला त्यही हो त्यस्तै हो सही बिस्तारै हिँड्नुपर्छ त्यही फाइनल गाइस रेडी भइसक्यो हिँड्नुपर्छ टक्कला र म दमौलीको दमौलीबाट पोखरा 50 किलोमिटर जति होला त्यहाँबाट त्यहाँसम्म पुग्छ 1 घन्टासम्म अनि त्यसपछि यात्रा अब मुस्ताङतिर हुन्छ अब त्यही 1-2 घन्टापछि खानसाना बस्छु अलि बिहान भएर नास्ता गरेको भरे अन्डा भात भुर्जी के भुटेर हुन्छ त्यो बनाएर फ्राइड राइस बनाएर त्यही नै हो अब हिँड्नुपर्छ यहाँबाट हिँडेको घामाँदै बस्नु पऱ्यो त्यही जान्छ फाइनल्ली आउनु चाहिँ हिमाल देख्यो तर बरफ जमेको छ ल यस्तै हिमाल देखिन्छ अब बिस्तारै लगाएर मलाई म त छक्कै पऱ्यो क्या हिमालले गएको होइन एक्कासी छक्क देखिन्छ कि हिमालको आनन्द ल्याउन झरिरहेको होइन के छ कस्तो पछाडि हिमाल त्यो अनुसार हामीहरू हिँड्नुपर्छ कहाँ हुन्छ त्यसको खोल बब्बाल हिमाल देखिरह होला सायद माछा पुछ्रे होला क्या माछाको पिछे हिमाल हिँड्ने रानीको हालत देख्न सक्नुहुन्छ बबालै छ हिमाल पहाड तराई हामी कोही छौँ पराई भन्दै हिँड्नुपर्छ त्यो पनि लगाइसकेको छ हिमालको नजिकै रहेको होला मात्रै हिमालहरू त माथिको चिसो होइन फाइनल्ली कहाँ पुग्यो भन्दा फेरि थाहा होइन यहाँबाट 25 किलोमिटर रहेछ अझै बागलुङ हो कि बागलुङ 25 किलोमिटर हो त्यही नै हो देखिरहनु मलाई यहाँको भ्यू सही छ नि बब्बाल होइन त्यो लेक छ नि लेक त्यो फेबता हो त्यो त्यसै हो सुन्नुपर्छ झोला खस्यो के नि होला मान्छे त भन्थ्यो 2टा रसी ल्याउनुपर्छ भनेर म मानेन त्यही भएर खस्यो के नि अब यसलाई उठाउँदै हाल्दै गर्नु त पर्ने होला सही हो देखिरहनु भ्यू अहिले यहाँ टक्क लगाएर पर्वत जिल्लामा आइसकेको छ
हिँड्नेसँग अब बागलुङ 1-2 किलोमिटर होला, त्यही नै हो। हिँड्नुपर्छ। पर्वत जिल्लामा स्वागत छ होइन मलाई मुस्ताङ जानलाई हिँडेको यात्री म कसै हो गाइस। कुस्मा पुगिसक्यो। कुस्मा पुग्न चाहिँ 9 किलोमिटर छ। के हो मदेखि त के कहाँ पुगिसक्यो, त्यही नै हो। अझै बाटो अझै लामो हो, सफर यस्तै हो, दुईराउनला ओह्रालो भिरालो पिरालो सबै होइन, टक्कलाई हिँड्नुपर्छ। अब फाइनली नाउ गाइज इन बागलुङ देख्न सक्नुहुन्छ। बागलुङमा आइसकेँ म। अब बागलुङबाट यो यता त्यो थाहा भएन, मुस्ताङकोलाई यता माथिबाट हो भन्छन् के अरे, त्यो हिसाबले खोज्दै आफू एक्लै सोलो राइड होइन, त्यही नै हो। टक्क लाएर पुग्नु पऱ्यो अब मुस्ताङतिर। आज कता बसिन्छ भने थाहा होइन, जोमसोम बेनी जता हुन्छ त्यतै बसौँला, केही छैन। त पानीको हाल खबर सही हो। वेलकम टु बागलुङ। एउटा ठाउँ भल ब्रेक ल्याएको, कोल्ड ब्रेक सही हो। कस्तो हावा चल्यो बाहिर, अझै कति हो मुस्ताङ भन्दा पनि थाहै छैन। न्यु हात पनि ठेला परिसक्यो पेटार्दै यो हात त गइसक्यो दुखेर। अहिले म हेर्न सक्नुहुन्छ तपाईँहरू कहाँ छु भन्दा फेरि आवाजहरू चिनिसक्नु भयो होला। बबाल झर्ना छ नि, पानी पनि सानो छ, टक्कलाई नुहाउनु मिल्छ होइन। नुहाउनु त हुन्थ्यो, के गर्ने बिहानै नुहाएर आएको। यता हेर्छ भिर ओह्राली पराली पाखा अँध्याराहरू हेर्ने त हो होइन, यहाँको हाम्रो गाउँले जीवन पाखा मुस्ताङतिरको। यहाँबाट 90 किलोमिटर जति हो, मतलब जमसम मार्फा सार्फा यताउता 90 किलोमिटर जति हो, त्यही नै हो। हेर्नुहोस् नुहाउने भनेको आउँदाखेरि फर्किँदा नुहाउला नि होइन, भोलि त्यसो र टक्क लाएर नुहाउने अनि हिँड्ने होइन त। घुम्न आएको मान्छे नुहाउने खुवाउने घुम्ने धुवाउने यताउता होइन। के छ हालखबर? आउँदैछ 2 घन्टाको सफर जमसम पुग्न। यस्तो निद्रा लाजे भयो थियो, त्यही भएर हल्का मुख धोको, त्यही नै हो। देखेर आउनु होला बाटो ओह्रालो भिरालो, गाडीहरू पाखा पँधेरो सबै टक्कलाएर भेट्नुपर्छ अलि बेरमा होइन। हो गाइस के छ अर्को ब्रेक, खोलाको आवाज सुन्दै यस्तो बस्दै, त्यही नै हो। धेरै काम छैन होला, त्यस्तै 10 त होइन 50 किलोमिटर जति होला सायद। जमसम हो कि हेनतेन पुग्न बसहरू यस्तो भिरालो पहाडो बाटोबाट हिँड्छन् होइन। फाइनल्ली जमसममा आएर बसेको रुममा। यस्तो रे 1500को रुम। 1500 त एसी रुम पाइन्थ्यो तर ठिकै हो, माथि महँगाइ अनुसार होइन, ठिकै हो। माथि यस्तै चलिरह, सामान हालेको थियो। आनन्द थकिला हातभरि ठेला उठ्यो। अनि कति बज्यो भन्दा फेरि 7 बज्यो होइन। अहिले खानसाना खाने होला, अनि त्यसपछि सुत्ने हो, आनन्द रेस्ट गर्नु पर्यो, त्यही नै हो। भोलितिर जाने, पूजासुजा गर्ने, बस्ने, त्यही त अरू के हो र होइन र। मरिलानु जिन्दगीमा यही नै हो, सही हो होइन। गाइस राति भइसक्यो, रातिको 9 बज्न लागिसक्यो। खाना खान जानु पर्यो, खानसाना खाएर आएपछि सुत्नु पर्ला, थाकियो, त्यही नै हो होइन। खानसाना खाएर आउँछु म। दिस इज द खाना होइन, जानु कमाइरहेको सही हो। खानसाना खाम अनि गोलाएर सुत्नुपर्छ। खानसाना खाएर आइयो, सुत्नु पर्यो, त्यही नै हो। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ। अब भोलि मुक्तिनाथतिर गइन्छ, के हुन्छ हेर्दै जानुहोस्। ल आजको लागि यति नै। ल भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ।